साथीहरू हजुरहरूलाई मेरो YouTube च्यानलमा स्वागत छ। अहिलेसम्म मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोला। हामी चाहिँ अहिले सामान किन्नको लागि बाहिर जाँदै छौं। वेदर चाहिँ एकदम चिसो चिसो छ आजभोलि। कहिले गर्मी हुन्छ कहिले जाडो हुन्छ, एकदम थाहा नै नहुने मौसम छ के, कहिले एकछिनै पानी पर्दिन्छ है। अब हामी चाहिँ छिटै नै सुपर मार्केट पुग्न लागिसकेको छौं। हामी चाहिँ सुप आइसकेको छौं। अब हामी चाहिँ सामान किन्न जाँदैछौँ। बाबुलाई छिटै नै नुन स्टार्ट गर्दैछु, त्यही भएर मैले यो हिमालयन पिङ्क साल्ट दिने सोचिरहेको छु उसलाई। अन्डा, दुध, दही पनि राखिसकेको छु। एउटा ब्रेड पनि राखेँ मैले, अनि एउटा चाहिँ रामेन कोक पनि राख्छु। कोक यति नै हो, यति सामान किनेँ मैले चाहिँ। अब टोटल कति हुन्छ रम है त रेजी। यो चाहिँ नेपालको झिलिङ्गा जस्तै रहेछ, अनि माथिपट्टि चाहिँ स्याम्पल पनि राखिदिएको रहेछ, तेलमा फ्राई गरेपछि यस्तो हुन्छ भनेर। आजभोलि चाहिँ रातिको 7:30सम्म नै उज्यालै भइरहेको हुन्छ बाहिर, एकदम राम्रो इन्भाइरोमेन्ट भइरहेको छ, कस्तो उज्यालो छ कि बाहिर हेर्दाखेरि नै। अनि मैले चाहिँ लगभग यति सामान किनेर ल्याएँ, रामेन, दुध, दही, लगभग आफ्नो घरमा बेसिक चाहिने सामानहरू, जसको चाहिँ बिल मेरो टोटल आएको थियो 4,300 समथिङ आएको छ। अनि एकचोटि बाहिर निस्किँदाखेरि 1 मान 2 मान लगभग सकिरहेको हुन्छ। त्यही 1-2 मान कमाउन नि 2-3 दिन लाग्छ नि त पैसा। अहिले चाहिँ जापानमा एकदमै धेरै महँगी बढेको छ, अनि सेभिङ गर्ने एकदमै गाह्रो छ नि त अवस्था। त्यही भएर जापान आउने सोच बनाउँदै हुनुहुन्छ भने चाहिँ माइन्ड एकदम पहिल्यैदेखि नै माइन्ड सेट गरेर आउनु होला। अहिले चाहिँ एकदमै धेरै महँगी बढेको छ जापानमा। अझसम्म मेरो YouTube च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ।